अहिले तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ होइन, म चाहिँ रेडी भएर टक्क घुम्न जाँदैछु केटालाई भेट्न पनि। आज म कहाँ कहाँ जानेछु तपाईँहरूलाई सबै देखाउनेछु। फाइनली अनि मैले चाहिँ टोटो पनि पक्रिसकेँ। टोटो पक्रेर म जाँदैछु केटालाई भेट्न। अब हेर्न सक्नुहुन्छ यहाँको दृश्य चाहिँ यस्तो छ। म चाहिँ अटोमा चढेर जाँदैछु आज घुम्न। तपाईँलाई थाहा छ होला म कहाँ जाँदैछु। केटाहरूसँग भेट भयो। केटाहरूसँग भेट भएपछि म चाहिँ रोड क्रस गर्दैछु केटाहरूसित। अब हामी घुम्ने जाने प्लान छ। प्लान भइसकेपछि हामी चाहिँ अगाडि आन्टीहरू हुनुहुन्छ र साथी पनि अगाडि छ। हामी चाहिँ टक्कसँगले हिँड्दैछौँ आफ्नै तरिकाले, आफ्नै दुनियाँमा होइन। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कसैले कसैको मतलब पनि हुँदैन। आफ्नै तरिकाले हामी चाहिँ हिँडिरहेछौँ र आफ्नै भिडियो बनाउँदै हिँडिरहेछौँ। यहाँ दाइले टक्क फोनसोनमा कुरो गर्दै हामी चाहिँ हिँडिरहेछौँ, घुम्छ रमाइलो गर्दैछौँ। भेट भएको छ 2 दिन पछाडि। अनि हेर्न सक्नुहुन्छ म चाहिँ जहाँ पनि भिडियो यसरी बनाइदिने क्या, कसै त नलजाउने नडराउने होइन। आफ्नै तरिकाले भिडियो बनाउँदै हिँडिरहेको छु म चाहिँ, हेर्न सक्नुहुन्छ। अनि हिँड्दा हिँड्दै हेर्न सक्नुहुन्छ हामीलाई चाहिँ अब धेरै भोक लागेपछि हामी चाहिँ होटेल गयौँ। होटेल गएपछि बिरयानी अर्डर गरेपछि हामीले चाहिँ खाना लागेको साथीहरू हेर्न सक्नुहुन्छ बिरयानी। अब चाहिँ यसपछि चाहिँ हाम्रो प्लान चाहिँ छ। तपाईँलाई थाहा छैन होला हामी कहाँ जान्छौँ। आजको दिन चाहिँ बिच जान्छौँ। बिच गएपछि हेर्न सक्नुहुन्छ बिच पनि आइपुग्यौँ हामी। अब हेर्नुहोस् मान्छेहरू अगाडि हिँडिरहेछन्। अगाडि यता हेर्नुहोस् दोकान, मान्छेहरू कति मान्छेहरू छन् हेर्न सक्नुहुन्छ। जोडी बसेका छन्। कसले के गर्दैछ कसले के गर्दैछ हेर्न सक्नुहुन्छ। हामी पनि हिँड्दैछौँ अगाडि बढ्दै हिँड्दै कुरो गर्दै बढिरहेको थियौँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ यताको केटाहरूले मेरो बिल्ला उडाइदिरहेको छन् क्या। यहाँ हेर्न सक्नुहुन्छ युट्युबर आयो होइन, यस्तो यताउति होइन, मलाई नराम्रो लाग्यो होइन। अब त्यही पनि म चाहिँ खासै न मतलब नदिए पनि मैले हिँड्दिएँ क्या। अब त्यस्तै हुन्छ। अब धेरै मान्छेहरूले अब उनीहरू गर्न सक्दैनन्, अब गर्नेलाई जिस्काउने क्या। अब बिल्ला उडाउने त्यस्तो मान्छेहरू पनि हुन्छन् हेर्न सक्नुहुन्छ। अब मैले त्यो मतलब नलिकन अगाडि बढेँ, अगाडि हिँड्दै गएँ, भिडियो बनाएँ। मलाई मतलब लागेन कसैले के भन्छ आफू घुम्न आएको आफूले आफ्नो अडियन्सलाई आफ्नो जुन आफूले आफ्नो भिडियो हेर्छ उनीहरूलाई देखाउनु छ। मतलब अरूको नलिने क्या। कसले के भन्छ कसले के नराम्रो यताउति आफ्नो फोकस लिने, आफ्नो भिडियो बनाउने, कसैको मतलब लिने, अरूको कुरो नसुन्ने होइन। टक्क म चाहिँ त्यस्तै गर्दै म चाहिँ अगाडि बढेँ। दाइले भन्दैछ अरूको मतलब नलि, त जे गर्दैछस् के गर्दैछस् भिडियो बना, राम्रोसँग बनाउनु पर्छ। हामी छौँ तँलाई सपोर्ट दिनलाई, अरूको मतलब नलि भन्दै अगाडि बढिरहेको। अनि यहाँ चाहिँ टक्क हामी चाहिँ अब यहाँ बत्ती बोलेको ठाउँ आइपुग्यो के। कस्तो राम्रो लागेर यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। जस्तो हामी यता यहाँ फोटोसोटो खिचिरहेको हामीले अनि भिडियो बनाइदियौँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ कस्तो दामी ठाउँ लाग्यो। अब हेर्नु सक्नुहुन्छ हामी यहाँलाई भिडियो बनाइरहेको छौँ। यहाँ चाहिँ होइन अब कहाँ जानु पनि हामीसितै छ सँगै हेर्न सक्नुहुन्छ। कहाँ जानु किसको छ हामीसित। अब यहाँ दाइ चाहिँ हेर्न यहाँ हेर्नु पुरै युट्युबर दाइ जस्तो हामी यहाँ अरूलाई देखाउनलाई यहाँ चाहिँ टक्क यसो गफसप दिने होइन। यो ठाउँ यस्तो छ, यो ठाउँ हेर्न सक्नुहुन्छ। तर ठाउँ चाहिँ राम्रो छ, दाइले राम्रै दिइरहेछ होइन, राम्रै दिइरहेछ, मान्छेले हेर्दैछ। त्यही पनि होइन कसैको मतलब नदेखिएर दाइले फ्याँकिरहेछ क्या। अनि म भिडियो बनाइदिइरहेको छु दाइको, रमाइलो हुँदैछ टक्कसँगले हेर्न सक्नुहुन्छ होइन। हामीले चाहिँ आज फुल होइन। अब मैले चाहिँ यहाँ मैले सेल्फी लिएको छ हेर्न सक्नुहुन्छ होइन। यो हेर्न सक्छ म ओपनिङ गर्नेछु, तपाईँहरूलाई देखाउनेछु हेर्न सक्नुहुन्छ। मैले चाहिँ अगाडि नै ओपनिङ त गरिसकेको छु, त्यही पनि तपाईँलाई ओपनिङ गरेर देखाउनेछु। मैले लिएको भिडियो बनाउनलाई तपाईँलाई राम्रो भिडियो बनाउनुसँगलाई यो मैले लिएको सेल्फी स्टिक हेर्न सक्नुहुन्छ। म ओपन गर्दैछु। पछि हेर्न सक्नुहुन्छ यो फुल छ र यो पेपर छ। पेपरमा यो कसरी युज गर्ने कसरी चलाउने भनेर यसमा दिएको छ र हेर्न सक्नुहुन्छ यसमा दिएको छ यसरी युज गर्ने, यसरी हो भनेर देखाइरहेको छ यसमा। हेर्न सक्नुहुन्छ मैले हेरेर साइड गरेँ। साइड गरेपछि हेर्न सक्नुहुन्छ यसमा एउटा डाटा छ।
कार्ड हेर्न सक्नुहुन्छ। त्यस पछाडि मेन चाहिँ सेल्फी स्टिक यहाँ हेर्न सक्नुहुन्छ। यसमा चाहिँ यो मेन पोइन्ट हो हेर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले पनि यस्तो राम्रो तपाईँले लिन सक्नुहुन्छ। तपाईँले पनि हेर्न सक्नुहुन्छ। मलाई चाहिँ धेरै राम्रो लाग्यो, त्यही भएर मैले चाहिँ दिएको, मलाई चाहिएको पनि थियो। र भिडियो बनाउनलाई साथी हुँदैन, कसैले क्यामेरा गरिदिनु, कसैले क्यामेरा पक्रिँदैन मान्छे नभएर मैले चाहिँ यो लिएको। किनभने म भिडियो बनाउनु छ मलाई, त्यही भएर मैले लिएको। तपाईँले पनि लिन सक्नुहुन्छ। तपाईँलाई कस्तो लाग्यो मेरो भिडियो, तपाईँलाई मेरो भिडियो राम्रो लागेको छ भने सब्सक्राइब र कमेन्ट गरिदिनु होला। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु।